नमस्ते, मेरो नाम सन्तोष कठेत। म खोटाङ दिगदेलबाट यहाँ आएको मान्छे हो। म सबभन्दा पहिला नेपालको हात्तीवन भन्ने हस्पिटलमा उपचार गराएको थिएँ। मलाई त्यहाँको डाक्टरले 2 महिनाभन्दा बाँच्दैनस् भनेर भन्यो। त्यसपछि म यहाँ मेदान्त हस्पिटल आएँ। मेदान्त हस्पिटल आएपछि मैले 11 लाख रुपियाँ सकेँ। त्यहाँ पनि केही पार लाग्ला जस्तो भएन। अनि यो भाइहरू भेट भयो। भाइहरूले मलाई राम्रो गाइड गर्नुभयो। त्यस पछाडि फोर्टिस भन्ने हस्पिटलमा गएँ। डाक्टर अङ्कुर भन्ने मान्छेसँग भेट भयो। उहाँसँग भेट भएपछि मेरो रोग बिस्तारो 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 क्रमिक रूपमा कम हुँदै गयो। अहिले भनेको हल्का नाकी बोली हुँदैछ। पहिला मलाई फ्लाइटमा चढ्ने अवस्था पनि थिएन। त्यही भएर म गाडीको यात्रामा यहाँसम्म आइपुगेँ। आइपुगेपछि मलाई सबैले साथ सहयोग गर्नुभयो। दर दाजुभाइ सबैले साथ सहयोग गरेर यहाँसम्म आइपुगेँ। अनि अहिले मलाई राम्रो, एकदम राम्रो हो। र राम्रो भएपछि अहिले मलाई 4 महिनाको लागि डाक्टरले मलाई "तँ घर जान सक्छस्, राम्रो भयो" भनेर भन्नुभयो। त्यसपछि म एकदम ह्याप्पी, खुसी छु। तपाईँहरू पनि चाहनुहुन्छ भने उहाँ भाइहरूलाई विश्वास गरेर आउनु होला। उहाँहरूले एक्स्ट्रा कमिसन केही पनि लिनुहुन्न। जति लाग्ने चार्ज भनेको त आफ्नो ठाउँमा छ। कसैले लुटेर सक्दा रहेछन्। म पनि त्यस्तो ठाउँमा धेरै ठाउँ परेँ। तपाईँहरूले उहाँहरूसँग कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने मैले त मेडिको क्योर भन्ने एउटा संस्थाको भाइहरूसँग बसेर एउटा राम्रो परामर्श लिइसकेँ अनि लिइ पनि रहेँ। तपाईँहरूले पनि उहाँहरूसँग परामर्श लिन सक्नुहुन्छ र उहाँहरूको सल्लाह सुझाव अनुसार चल्नुहोला। यो रोग आफैमा डेन्जर होइन, आफूले बचाउन सक्ने रोग हो। तपाईँहरू नेपालमा उपचार हुँदैन, ढुक्क भएर यहाँ आए हुन्छ। धन्यवाद।